क्रिस्टियानो रोनाल्डो केवल एउटा खेलाडी मात्र होइन, उनी मेहनत, अनुशासन र कहिल्यै हार नमान्ने एउटा नाम हुन्। सामान्य परिवारबाट उठेर विश्व फुटबलको शिखरमा पुग्नु कुनै एउटा संयोग थिएन, त्यो हजारौं दिनको मेहनत, पसिना, सङ्घर्ष र आत्मविश्वासको परिणाम थियो। उनी मैदानमा गोल मात्र गर्दैनथे, लाखौं युवालाई सपना देख्न र त्यसका लागि निरन्तर मेहनत गर्न सपना देखाउँथे। उमेर बढ्दै जाँदा पनि आज पनि उनको फिटनेस, खेलप्रतिको माया, समर्पण प्रेरणाको स्रोत बनेको छ। जीवनले जतिसुकै चुनौती दिए पनि यदि लक्ष्यप्रति इमान्दार भएर मेहनत गरियो भने सफलतामा पुगिन्छ भन्ने कुरा उनले सिकाएका छन्। मेरो लागि रोनाल्डो पोर्चुगलको एउटा महान खेलाडी मात्र होइन, उनी एउटा प्रेरणा हुन्। सलाम छ क्रिस्टियानो रोनाल्डो, तपाईले वर्ल्ड कप नजितेर के भयो, करोडौं मानिसको मन जितिसक्नु भएको छ। क्रिस्टियानो रोनाल्डोलाई धेरैले गोलका कारण चिन्छन्, तर महान बनाउने कुरा एउटा गोल मात्र होइन, उनको ठुलो मन पनि हो। फेरि पनि सलाम छ क्रिस्टियानो रोनाल्डो, तपाईको खेल मात्र होइन, तपाईको मानवताले पनि संसार जितिसकेको छ।